कुर्सीको सम्पत्ति राजसाभित्र गयो, मूल्य 500 कट्यो, सक्यो। बाँकी रहेको 600 चाहिँ तपाईँको संस्थागत पुँजीमा लगेर दायित्व सृजना गरेर अकाट्य फिर्ता गर्न नपर्ने संस्थाको आफ्नो सम्पत्तिको रूपमा राख्नु। डेबिट क्रेडिट त अब सिस्टममा होइन, हाम्रो सम्पत्ति बेच्यो 500, अर्को चाहिँ नगद आयो अहिले 1100, नगद आयो पुँजीगत आम्दानी 600 रुपियाँ। धेरै अधिकतर साथीहरूसँग विभिन्न संस्थामा जान्थे आजभन्दा 12-15 वर्ष अगाडि, धेरै ग्राहकहरू धेरै। अब बुधबार एउटा मन्दिरमा भएको एक ज्वलन्त घटना मैले पहिला पनि भनेको छु भन्दा त त्यो एउटा दुलहा र दुलहीले बिहे गर्दाखेरि रसिद काट्नु पर्दो रहेछ, आम्दानी रसिद के 1000 रुपियाँ पैसा। अरू भाँडा बर्तन त्यो सबै लागिगयो अलग्गै होइन, कुर्सी टेबलको लागिगयो। तर लास्टमा त्यो प्रमाणपत्र दिँदाखेरि चाहिँ 1000 रुपियाँ विवाह वस्तु भनेर लिनुपर्ने स्थिति। अनि हिँड्ने बेलामा म्यानेजर कर्मचारी भाइ गएर 1000 रसिद काट्नुपर्छ। रसिद काट्ने बेलाको बाउले के को 1000, म आज 1 लाख दिने पक्ष गर्छु, यत्रो गर्वको कुरा हो होइन। बल्ल त मेरो छोराले आज के गर्दैछु, मलाई तपाईँ चाहिँ 1000 1 लाखको काट्नु भनेछ। अब मैले चाहिँ एकछिन त होइन, अब काट्ने कि नकाट्ने थियो, काट्नु पऱ्यो। कसले 1 लाखको रसिद काट्यो, पठायो। बिचरा म्यानेजर भाइले के गर्छ होइन। त्यसपछि खुसीको त्यो सबै आम्दानीमा पार्यो, कराइकुरीको पार्यो होइन।